गाइज वेलकम टु माई च्यानल। अनि अहिले चाहिँ हामीहरू पाटिनागीतिर जाँदैछौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो यता बागखोरको घरदेखि चाहिँ अलिक माथि पर्छ, तर यताबाट जाँदाखेरि चाहिँ गाडीमा जानु पर्छ, किनभने अलिक बाटोहरू चाहिँ अलिक खत्तम नै छ भनौँ न। अनि यो चाहिँ यहाँबाट जानुपर्छ माथि। यहाँ यतातिर चाहिँ बाइक र यो फोर व्हिलरहरू मात्र जान्छ, किनभने यस्तो छ हेर्न सक्नुहुन्छ। यसमा चाहिँ पिकअपहरू मात्रै जान्छ भनौँ न, अरू गाडीहरू चाहिँ जान्दैन। रेड पान्डा पाइने जङ्गल अरे यो चाहिँ कोपाहरूले देख्नुभयो कोपा हाम्रो कोपाहरू चाहिँ कति धेरै इनोसेन्ट हुन्छ क्या। यो भिडियोबाट पनि तपाईँले थाहा पाउनुभयो होला। यहाँसम्म आइपुग्दा चाहिँ खाएको सबै कुरा पस्ने रहेछ है। तपाईँहरूले देख्न सक्नुभयो होला, यस्तो धेरै कच्ची प्लस धेरै ढुङ्गा थियो क्या। अनि गाह्रो भएको थियो जानुलाई चाहिँ। अनि यहाँ चाहिँ रेड पान्डाको साथसाथै गैँडाहरू पनि छ भन्ने छ। यो जङ्गल चाहिँ ठुलो छ, एकदम ठुलो। अनि यो देख्न सक्नुहुन्छ लालीगुँरासहरू धेरै नै फुलिरहेको थियो। अनि कुहिरोहरू पनि खतरा लागिरहेको थियो। बाह्र जस्तो छ। अनि यो चाहिँ कुहिबिर, यसमा चाहिँ एकदम धेरै कुहिरोहरू लागिरहेको थियो। यहाँबाट टाढा पनि नजाने, यसको वरिपरि मात्र घुमिरहने क्या त्यो हावाले गर्दाखेरि। अनि यस्तो धेरै हावा चलिरहेको थियो यहाँनिर चाहिँ। अनि चाहिँ अब आयो हाम्रो देउराली। यहाँबाट चाहिँ हामी माथि हिँड्दै जानुपर्ने हुन्छ। गाडीहरू चाहिँ यहाँ देउरालीसम्म मात्र जान्छ। अनि यहाँदेखि चाहिँ हाम्रो हिँड्नुपर्ने हुन्छ। अनि यो माथिको डाँडा देख्नुहुँदैछ नि, यो माथिको डाँडा कटेर चाहिँ हामी जानुपर्ने हुन्छ। अनि यहाँ देख्न सक्नुहुन्छ धेरै गुराँसहरू फुलिरहेको छ। यस्तो दामी भएको थियो मौसम चाहिँ। यो मैले देखाएको डाँडा यही थियो, एकदम कालो थियो। अनि अहिले चाहिँ यहाँनिर ट्रेकिङको बाटो पनि बनाउनु हुँदैछ। एकदम राम्रो छ ठाउँहरू। तपाईँहरूलाई पनि आउन मन छ भने आउन सक्नुहुन्छ। यो ठाउँ एकदम धेरै राम्रो छ। अनि अलिक हाइटमै हुनुको कारणले चाहिँ मक्कीहरू चाहिँ लिएर आउनु होला, किनभने लेक लाग्छ भन्छ नि त। सो मक्कीहरूले चाहिँ लेक काट्छ अरे। हामीलाई चाहिँ बानी भएर होला लेक चाहिँ लागेन। अनि यहीँसम्म मात्र आमाहरू चाहिँ आउनुभएको थियो, यहाँदेखि अलिकति माथि मन्दिरसम्म। त्यसरी चाहिँ हामी 4जना मात्र गयौँ। तपाईँले हेर्न सक्नुहुन्छ यस्तो दामी राम्रो वेदर प्लस वनहरू ढकमक्क गुराँसले लाग्दाखेरि चाहिँ एकदम राम्रो देखिएको छ क्या। यसमा हेर्न सक्नुहुन्छ, यसमा चाहिँ रेड र पिङ्क मात्र थियो।
यो चाहिँ आधी बाटो पनि पुगेको छैन हामीहरू मान्छेहरू यहाँ मलाई देखाउनु म र मेरो मुटु निस्किन आँट्यो गुराँसहरू कति धेरै फुलिरहेको छ तलको कुहिरोहरू देख्नुहुँदैछ नि यही चाहिँ कुहिरो हामी कुहिरोदेखि चाहिँ माथि आएको छ हामी चाहिँ झन्नै हिँडेको चाहिँ आधी घन्टा जस्तो हुन आँट्यो होला हौ त्यहाँ यहाँ तलबाट चाहिँ हामीहरू आएको उकालोसँग अझै टाइम लाग्छ जानुको लागि अनि यस्तो छ है अब अझै यो उकालो कट्नुपर्ने छ गुराँसहरू चाहिँ हेर्न सक्नुहुन्छ यहाँनिर मेरो बहिनीको हालत चाहिँ एकदम खराब भइसकेको छ गुराँसहरू हेर्न सक्नुहुन्छ कस्तो राम्रो फुलिरहेको छ तर अहिले चाहिँ फुल्ने बेला गइसकेको रहेछ यतातिर यो लेक हो त्यही नै खै कति छिटो फुलिसकेको रहेछ भनौँ न यो चाहिँ झन्डा पार गऱ्यो तर झन्डा चाहिँ भन्छु यो ट्रेकिङ रोड निकालेको हाम्रो हजुर यता हाम्रो इलामको ले हो हजुर सुभाष यो चाहिँ यो ट्रेकिङ बनाएको चाहिँ पानथारीले बनाएको है तर पुरा बनाएन ऊ त्यहाँसम्म मात्रै बनाएर त्यहाँ छोडिदिएको छ को पो उयो के लेखेको पर होइन होइन ऊ यहाँ पर त्यो बाटो मुनिको हजुर खोइ के लेखेको छ त्यो त मैले पनि ख्याल गरेको छुइनँ है देख्छौ भने तिमीहरूको आँखाले देख्छौ भने हेर अब अझै हिँड्नुपर्छ हिँड्दै 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 त्यो माथि डाँडामा पुग्ने पाटेराङ्गी जाने ठाउँ चाहिँ यो है पक्री हामी चाहिँ त्यहाँ माथि जानुपर्छ त्यो माथिको पनि अझै उता जानुपर्ने अरे ओह्रालो ओह्रालो लाग्यौँ यहाँसम्म फेरि उहाँदेखि माथिदेखि चाहिँ उकालो छ पहिला पनि गएको थियौँ तर पहिला चाहिँ हामी सुके पोखरीबाट गएको थियौँ यो पालि चाहिँ यता पाटेराङ्गीबाट ट्रेकिङ गर्ने ठाउँ अरे यो चाहिँ उता सुके पोखरीदेखि चाहिँ फेरि त्यो चाहिँ अलिक गाह्रै छ जाने ठाउँ यस्तो बाटोहरू छैन जङ्गलहरू छ अनि त्यही भएर अहिले चाहिँ अब कोपाहरूसँग हामी चाहिँ यता आएको छौँ अरू कोपाहरू चाहिँ तलै बस्नु भएको छ हामी 4 जना चाहिँ आएको छौँ यो चाहिँ सुके पोखरी हो अझै चाहिँ यहाँ खेल हुनु गइरहेको थियो तपाईँहरूले हेर्न सक्नुहुन्छ बाटोहरू चाहिँ यस्तो छ यता तपाईँहरूलाई पनि ट्रेकिङ गर्न मन छ भने यता आउन सक्नुहुन्छ यता चाहिँ 12 महिना चिसो हुन्छ भन्दा नि हुन्छ सो इफ यु वान्ट टु कम हियर फर ट्रेकिङ देन इट विल बी बेस्ट अप्सन फर यु तर आउँदाखेरि चाहिँ पानी या एनर्जी ड्रिङ्कहरू चाहिँ लिएर आउनु होला यतातिर चाहिँ कहीँ दोकानहरू केही छैन यसरी हिँड्दै मात्र जानुपर्ने हुन्छ अहिले चाहिँ गुराँसहरूको सबै सिजन नै सकिएछ भनौँ न यतातिर चाहिँ सबै ओइलिसकेको छ देख्न सक्नुहुन्छ तपाईँहरूले जङ्गली स्ट्रबेरी हो ए माथि जानुपर्ने हो अब हामी चाहिँ अहिले चाहिँ त्यहाँ परबाट चाहिँ यहाँ आइपुगिसकेको छौँ अब फेरि यो माथिको डाँडा उक्लिनु पर्ने
बहिनीको हालत चाहिँ यस्तो छ है। ए गिटी चाहिँ कुट्नु हुँदो रहेछ। आज भर्खर बाटो बनाउँदै हुनुहुँदो रहेछ। डाँडे टिल्ली भन्छ त्यो मन्दिरदेखि माथि। हामी चाहिँ 3100 मिटर उचाइमा आइपुगेको रहेछौँ। अनि यहाँबाट चाहिँ सूर्योदय र सूर्यास्त र हिमालको समेत भ्यू देखिन सकिने रहेछ। तर अहिले चाहिँ malo लागेर चाहिँ केही देखेको छैन। हामी चाहिँ यहाँ आइपुगेका छौँ। हेर्न सक्नुहुन्छ कस्तो राम्रो यो एउटा भ्यूहरू। अनि यो नि झर्ना पार्क नै हो। हाम्रो आजको गन्तव्य चाहिँ नागढुङ्गा थियो। अझै यहाँबाट चाहिँ यहाँ परको देख्न सक्नुहुन्छ तपाईँले, यो चाहिँ हो नागढुङ्गा। तपाईँहरूलाई म अहिले त्यहीँ पुगेर चाहिँ त्यहाँको दृश्य देखाउँछु। हेर्न सक्नुहुन्छ अहिले यहाँनिर धेरै नै तलहरू लागिरहेको छ। खाले कागती अरे यसबाट चाहिँ कागजहरू बनिन्छ। ए हजुर त्यसरी छाला आउँछ बन्छ अनि पैसाहरू पनि बन्छ यसको। ए हजुर हाम्रोतिर भएको चाहिँ अर्गेली भन्छ कि यसले चाहिँ कागती भन्छ। चाहिँ गुराँस छ। हामी चाहिँ ओह्रालो 500 मिटरमा चाहिँ नागढुङ्गा पुग्छौँ। आइपुग्यो भनेर तेर्सो भन्न परेन। पारितिर कस्तो राम्रो गुराँस फुलिरहेको रहेछ। एकदम महँगो पर्छ। धेरै रहेछ त्यतिर चाहिँ। यही हो हाम्रो आजको गन्तव्य चाहिँ। यो चाहिँ नागढुङ्गा, पहिला नाग बसेको ठाउँ अरे। बढी गरेर फोटो खिचेर त्यही भएर त्यो अनि घरमा बस्नु नसके। फर्स्ट अगरबत्ती जलाउने यहाँनिर पो डुलेको नक्सा अरे हो नि। ए हजुर यसरी घुरेको यो चाहिँ तर यहाँ चाहिँ पहिलाको जुगमा चाहिँ यहाँनिर नाग डुल्नु भएको अरे र यो यहाँनिर पानी छ हो। बाटो चाहिँ खतरा खतरा यहाँ लड्यो भने उदो सक्यो नि गोबा। हो नि झन् माथि बाटोबाट ओह्रालो झर्नै पो खतरा। यता पनि सिँढी बनाउनु यो चाहिँ पहिलेको सत्यजुगको कथा अरे है। मान्छे बोल्थ्यो स्वाटै ऊ चाहिँ यसरी आएको अरे। यो चाहिँ तर यो रङ्गाको रहेनछ। यो नाग चाहिँ नागढुङ्गा भन्ने चाहिँ यो हो है। बाटो यस्तो हामी पहिला 8 वर्ष अगाडि आएको थियौँ। यहाँ ठाउँ फाल्टै थियो। यहाँनिर यस्तोतिर नागहरूको फुल जस्तै एउटा केही पनि थियो। तर अहिले चाहिँ छैन जस्तो छ। पहिला यहाँनिर चाहिँ नाग बस्नु भएर चाहिँ नागढुङ्गा भनिएको अरे। अप्ठ्यारो ठाउँ छ। गुराँसहरू यहीँनिर फुलिरहेछ। सबै यहाँनिर चाहिँ 2 जना नाग हुनुहुन्थ्यो अरे। काली नाग र सेतो नाग। अनि यहाँनिर चाहिँ लडाइँ खेल्नुहुन्थ्यो अरे। हेर्न सक्नुहुन्छ यतैभरि पनि छ। यहाँ माथितिर नि यतैतिर बाटो त त्यस्तै छ। पहिला चाहिँ कति धेरै थियो। अहिले चाहिँ थोरै मात्र रहेछ। सेम नाग जस्तै छ। अनि त्यही भएर यहाँनिर चाहिँ अर्को चाहिँ नाग बसेको त्यो पनि
भन्नुहुन्छ गुराँस हौ त्यो थानमानको नचलाउ त बुढो साँच्चै हो कि यो सबैले छोड्यो त्यो बाटो हो नि त तल चाहिँ झर्नु पर्यो नि म त चढाइ राख्नु पर्यो नि त यहाँ चाहिँ फागुनन्दद्वारा हुमपिटी गरिएको स्थान पनि ऊ यो तेर्सो बाटो चाहिँ हिँडेको अनि के गर्नु त्यो चेकेको हड्डी पनि त्यो सायद पहिलाको जमानाको होला बाटो खन्दा निस्किएको अनि चाहिँ हामी अब नागढुङ्गाबाट चाहिँ हामी तल झर्दैछौँ अघि आएको ठाउँतिर अनि यो चाहिँ फाल्टु बाटो हो अघि आएको चाहिँ त्यो ट्रेकिङको बाटो भयो यो चाहिँ अहिले हामी जङ्गलको बाटो जाँदैछौँ त्यसमा चाहिँ अब कहिले मान्छेहरू चाहिँ पुरै हराउनुहुन्छ क्या चाहिँ गुराँस मात्र छ हामी आएको चाहिँ यो माथिको डाँडाबाट आएको थियौँ अहिले चाहिँ हामी यहाँ तलबाट फर्किँदैछौँ यो ठाउँ चाहिँ 12 महिना चिसो हुन्छ देख्न सक्नुहुन्छ यसरी जङ्गलभित्र अनि माथिसम्म घरहरू केही छैन है Thank you for watching my video and I hope सबैजनाले मन पराइदिनु भयो होला. See you next video. Bye bye.